कर्ली कपालको लागि चाहिँ यो दुईटा कम्बिनेसन चाहिँ एकदमै बेस्ट हुन्छ। मैले पनि यो युज गर्न लागेको 6-7 महिना जति भयो। मेरो कपाल फुल कर्ली पनि होइन, वेबी टाइपको छ, तर मैले चाहिँ यही नै युज गरिरहेको छु आजकल चाहिँ। केही स्पेसल ओकेजन छ, कतै जान छ भने चाहिँ मैले अरू प्रोडक्टहरू पनि लगाएर कपाल सेट गरिरहेको हुन्छु। तर डेली बेसिसमा नै त्यो स्टाइलिङ क्रिमहरू लगाउँदाखेरि चाहिँ कपाल अलि झन् बढी फ्रिजी भएको जस्तो भएर चाहिँ मैले यो हेयर मिल्क युज गर्ने गरेको छु। कपाल सुकाउनको लागि चाहिँ मैले डिफ्युजर किनेको छैन, यत्तिकै नै सुक्न दिन्छु मैले। हजुरहरूको कपाल पनि फ्रिजी छ भने चाहिँ हजुरहरूले चाहिँ यो हेयर मिल्क किन्न सक्नुहुन्छ। एकदमै राम्रो छ यो हेयर मिल्क चाहिँ, फ्रिजी हेयरको लागि चाहिँ वरदान नै हो जस्तो लाग्छ मलाई यो। मैले अरू पनि धेरै ट्राई गरेँ, तर यसले जतिको काम चाहिँ अरूले खासै गरेको जस्तो मलाई लागेन। हजुरहरूले पनि ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।